हेलो नमस्कार साथीहरू। आज मैले हजुरहरूमाझ डोको बुन्देली गालो चोयाले भन्ने नयाँ गीतको स्टेप बाई स्टेप डान्स ट्युटोरियल लिएर आएको छु र इच्छुक साथीहरूले चाहिँ यो गीतमा हेरेर सिक्न सक्नुहुनेछ है त। म एकदमै सुरुदेखि लास्टसम्म सिकाउने छु हजुरहरूलाई। धैर्य गरेर हेरेर सिक्नु होला जो साथीहरू इन्ट्रेस्टेड हुनुहुन्छ। अब फर्स्ट स्टेप के राखेको छु भने मैले दुईटै हातलाई ढाड पछाडि यसरी राख्ने हैन। अनि त्यसपछि देब्रे खुट्टा 16 चोटिसम्म उठाउँदै दाहिने खुट्टालाई खुम्चाउँदै खुम्चाउँदै गर्ने है त। यो फर्स्ट स्टेप हो। रेडी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 ओके। यसलाई 16 सम्म गर्ने है त। अनि त्यसपछि दोस्रो स्टेप के गर्ने भन्दाखेरि हात यसरी मुठी बनाउने, दाहिने हात देब्रे हात कुइनोमा यहाँ तल राख्ने, त्यसपछि देब्रे हात मुठी बनाउने, यसरी फर्काउनु पर्यो आफूतिर अनि दाहिने हात कुइनोमा राख्ने 1 2 सम्म। अब 3 4 मा हातलाई डबल गर्ने, दुईचोटि दाहिने हात गर्ने, त्यसपछि 5 6 मा देब्रे दाहिने हुन्छ अनि 7 8 मा फेरि देब्रे हातलाई दुईचोटि यसरी गर्ने है त। यो हातको स्टेप भयो। सिंगल सिंगल डबल डबल सिंगल सिंगल डबल डबल। अब खुट्टा पनि सेम टाइपले गर्ने। खुट्टा के गर्ने भन्दा दाहिने खुट्टा पहिला यसरी अगाडि कुर्कुचा उठाउने, यसरी टेक्ने है दाहिने खुट्टाले, त्यसपछि हल्का जम्प पनि हान्नुपर्छ। अब देब्रे खुट्टा यसरी राख्ने है, फर्स्टमा दाहिने राख्ने, जम्प हानेर देब्रे राख्ने, त्यसपछि दाहिने दाहिने दुईचोटि, तेस्रोमा चाहिँ डबल गर्नु पर्यो, थर्डमा चाहिँ डबल डबल गर्ने हैन। त्यसपछि देब्रेको पालो आउँछ, दाहिनेको पालो आउँछ, फेरि देब्रे देब्रे, सिंगल सिंगल डबल डबल सिंगल सिंगल डबल डबल, दाहिने देब्रे दाहिने दाहिने देब्रे दाहिने देब्रे देब्रे है त। यो हात र खुट्टा सँगसँगै यस्तो हुन्छ। अब यो डबल सिंगल सिंगल डबल सक्नु भएन भने यहाँले सिंगल सिंगल मात्रै 8 चोटि गरे पनि हुन्छ। ओके, यो भयो हाम्रो दोस्रो स्टेप। अब तेस्रो स्टेपतिर लागौं। अनि तेस्रो स्टेप सकेपछि चाहिँ गीत सुरु हुन्छ। अब तेस्रो स्टेप छ दाहिने खुट्टा यस्तो गरेर हल्का जम्प गरेर देब्रे साइडतिर जाने, फेरि देब्रे खुट्टालाई यस्तो गरेर देब्रेतिर आउने, पहिला दाहिनेतिर जाने, देब्रेतिर, दाहिने देब्रे दाहिने देब्रे दाहिने देब्रे गरेर दुईटै खुट्टा जोड्नु पर्यो। 8 चोटि गर्ने यसलाई है त। खुट्टा त्यो भयो। अब हात के गर्ने, हात यसरी पहिला यस्तो नमस्ते पोजमा राख्ने, हातलाई तल डाउन गर्ने अनि ओपन क्लोज ओपन क्लोज हैन, खोल्ने बन्द गर्ने, खोल्ने बन्द गर्ने। जम्प एकतिर जम्प गर्दा खोल्ने, अर्कोतिर जम्प गर्दा नि खोलेर बन्द भइसक्नुपर्छ। रेडी 1 2 3 4 1 2 3 4 5 6 7 8 ओके। 1 2 गर्दा यस्तो हुनु पर्यो, फेरि 3 4 गर्दा यस्तो हुनु पर्यो। यसलाई पनि 8 चोटि गर्छौँ हामी है त। अब 3टा स्टेप जोडेर गरौँ सुरुदेखि। फर्स्ट स्टेप के छ त, खुट्टा उठाउँदै उठाउँदै गर्ने, देब्रे खुट्टा अगाडि राख्ने अनि 16 चोटि उठाउने। धेरै फास्टमा गर्नु पर्दैन, यो गीत ठिकैमा स्लो स्लोले नै छ, त्यही भएर यो सजिलै छ। फेरि काउन्टमा गरौँ है त। रेडी 1 2 3 4 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8। अब त्यसपछि गीत सुरु हुन्छ। फर्स्टमा के आउँछ भन्दा, भेटी नै छाडे हजुर बर पिपल छाया। अब के गर्छौं, भेटी नै, देब्रे हात यसरी साइडमा राख्ने, खुट्टा फारेको छ अनि दाहिने हात र दाहिने खुट्टालाई भित्र लग्ने, बाहिर निकाल्ने, यसरी ओपन गरेर दाहिने हात र दाहिने खुट्टा दुईटा हात यसरी लगेर जोड्ने, खुट्टा दाहिने उता देब्रेतिर लाने, फेरि ल्याउने है त। यसमा भेटी नै अब
छाडे हजुर। अब केटाले कम्मरमा हात यसरी राख्ने, छाडे हजुर। त्यहीँ बसेर दाहिने देब्रे अनि त्यसपछि एक स्टेप अगाडि जाने, यसरी बर पिपल गर्ने, एक स्टेप अगाडि गर बर पिपल अनि खुट्टा अलिकति यसरी दाहिने खुट्टा खुम्चाउने अनि छाया। हात एउटा हात बाहिरतिर देखाउने, एउटा हात आफूतिर देखाउने, पहिला यस्तो टाइपले राख्ने अनि बिस्तारै ओपन गर्ने। ओके, अब यो खुम्च्याउन नजान्ने साथीहरूले डाइरेक्ट यसो गरे पनि हुन्छ है त। ल यहाँदेखि गरौँ, भेटिनदेखि रेडी 1 2 3 4। भेटिनै छाडे हजुर बर पिपल छाया। अब त्यसपछि यहाँ छौँ हामी, एक स्टेप अगाडि छौँ होइन, अनि साइडमा देखाउँदै एक स्टेप पछाडि जाने, उहिले त यतिसम्म मात्र जाने, 1 2 सम्म। उहिले त लेखिन्थ्यो रे, लेखिन्थ्योमा यस्तो गर्ने। अब यो खुट्टा उठाउँदै उठाउँदै गर्ने है यसमा चाहिँ, उहिले त लेखिन्थ्यो रे चिठीमा माया। अब माया गर्दा फेरि एक स्टेप यसरी गए पनि हुन्छ, त्यो गर्न नसक्ने साथीहरूले माया एक खुट्टा उठाइ उठाइ गरे पनि हुन्छ। ओके, के गर्छौँ, उहिले त लेखिन्थ्यो रे चिठीमा माया है त। रेडी, अब सुरुदेखि जोइन गरौँ, यहाँदेखि 1 2 3 4। भेटिनै छाडे हजुर बर पिपल छाया, उहिले त लेखिन्थ्यो रे चिठीमा माया। अब मेन टाइटल सङ्ग के छ, डोको बुन्ने नि गालो चोयाले है त। अब यसलाई हामी दुई टाइपले गर्न सक्छौँ। एउटा डोको बुन्नेमा चाहिँ के गर्छौँ भन्दा यो हात यस्तो गर्ने, बुढी औँला यसरी राख्ने होइन, त्यसपछि तल राख्ने बुढी औँलालाई अनि कुममा ल्याएर यसरी राख्ने है त। खुट्टा चाहिँ हामी 1 2 3 4 गर्दै साइडमा दाहिने साइडतिर दुईचोटि जान्छौँ, त्यसपछि 5 6 7 8 गर्दै देब्रे साइडतिर दुईचोटि आउँछौँ है त। यसरी 1 2 3 4 5 6 7 8। अब यो गर्दाखेरि एल आकारमा हुनुपर्छ है खुट्टा हाम्रो, अलिकति दाहिनेतिर जाँदा दाहिने खुट्टा यस्तो टाइपमा राख्नु पर्यो अनि जानु पर्यो यसरी होइन, अनि बिचमा जोड्नु पर्यो। फेरि देब्रेतिर जाँदा अलिकति देब्रे खुट्टालाई एल आकारमा राख्ने है त। अब हात के गर्छौँ, डोको बुन्ने अनि निगालो। अब निगालोमा यसरी गर्ने होइन, अब यस्तो नजान्दाखेरि दुईचोटि नै हामी यही गर्न पनि सक्छौँ, डोको बुन्ने निगालो चोयाले। चोयाले पनि दुईचोटि औँला यस्तो यस्तो गर्ने है। अब सक्ने साथीहरूले एकचोटि यस्तो गरेर एकचोटि औँलालाई यसरी घुमाउने है त। म अलिक नजिकबाट देखाउँछु, हात के गर्ने, यसो गर्ने, डोको बुन्ने निगालो चोयाले है त। अब यो नजान्दाखेरि दुईचोटि यता डोको बुन्ने यस्तो गर्ने, निगालो चोयाले यस्तो गर्ने। ओके, अब ज्यानै खायोमा दुईटा दाहिने खुट्टा देब्रे खुट्टा अगाडि यसरी फाल्ने होइन, अनि हात चाहिँ ज्यानै खायो ज्यानै खायो। यो पहिला दुईटा हातलाई क्रस गरेर कुममा लाने, फेरि क्रस गरेर यहाँ ल्याउने, ज्यानै खायो। फेरि त्यो तिम्रो मायाले मायाले। यो 1 2 त्यो तिम्रोमा यसरी देखाउने, औँला यस्तो गरेर अथवा चोरी औँलाले मात्र देखाउने अनि मायाले। चारचोटि नै यो गर्दा पनि भयो, अथवा दुईचोटि यस्तो यस्तो गरेर टाउकोमा यस्तो यस्तो गरे पनि हुन्छ, राम्रो देखिन्छ, स्टाइल देखिन्छ है त। त्यो तिम्रो यो यहाँ के भन्छ, डोको बुन्नेदेखि नै गरौँ एकचोटि, रेडी, डोको बुन्ने निगालो चोयाले ज्यानै खायो माने क्रस गर्ने, त्यो तिम्रोमा पनि दुईटै खुट्टा यसरी अगाडि फाल्दा पनि हुन्छ है त। त्यो तिम्रो अनि मायाले गर्दा चाहिँ खुट्टालाई यस्तो यस्तो गर्नु पर्यो, हल्का यस्तो यस्तो बनाउनु पर्यो, अनि हात चाहिँ मायाले गरेर यो गर्नु पर्यो। यति गर्दाखेरि हाम्रो पार्ट 1 सकिन्छ है त। अब एकचोटि सुरुदेखि म यहाँसम्म बिस्तारै गर्दैछु, ध्यान दिएर हेर्नु होला, त्यसपछि हामी अगाडिको स्टेप गर्छौँ। रेडी 1 2 3 4 1 2
3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 भेटी नै छाडे हजुर बर पिपल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेटी नै छाडे हजुर बर पिपल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने नि गालो चोयाले ज्यानै खायो त्यो तिम्रो मायाले डोको बुन्ने नि गालो चोयाले ज्यानै खायो त्यो तिम्रो मायाले ओके अब यति गर्दाखेरि हाम्रो ठ्याक्क 1 पार्ट सकिन्छ दोस्रो पार्टमा फेरि 16 बिटको म्युजिक आउँछ त्यसमा हामी पहिला अगाडिकै दुईटा सेम स्टेप रिपिट गर्छौँ है त सजिलोको लागि सजिलो हुन्छ त्यसो गर्दा फर्स्ट स्टेप हाम्रो यो छ है यसलाई गर्छौँ के गर्छौँ त 1 2 3 4 5 6 7 8 गर्छौँ त्यसपछि सेकेन्ड छ 1 2 3 4 5 6 7 8 गर्छौँ ओके यो 16 बिटको म्युजिकमा 8-8 गरेर दुईटा स्टेप जोड्छौँ अब त्यसपछि आउँछ नाच्न गाउन रोधीमै गइन्थ्यो नि है अब के गर्ने नाच्न गाउन रोधीमै गइन्थ्यो नि है अब देब्रे खुट्टालाई यसरी दाहिनेतिर लाने क्रस गरेर हात यस्तो गर्ने है त नाच्नमा यो भयो नाच्न गाउन अनि त्यसपछि अर्को साइडमा दाहिने खुट्टा क्रस गरेर देब्रेतिर लाने अलिकति जम्प गरेर रोधीमै यस्तो गर्ने हात है त के गर्ने नाच्न गाउन रोधीमै अनि गइन्थ्यो नि है गइन्थ्यो निमा यस्तो गर्दै अगाडि जाने अनि हैमा यस्तो गर्ने ओके यो सजिलै छ अलिकति प्र्याक्टिस गर्नुपर्छ के गर्ने नाच्न गाउन रोधीमै गइन्थ्यो नि है अनि त्यसपछि अगाडि देखाउने साथी सङ्गी सबै छुटे कहाँ गए खै अब के गर्ने साथी सङ्गी सबै छुटे खुट्टा चाहिँ यो लेफ्ट खुट्टा उठाउँदै उठाउँदै गर्ने साथी सङ्गी सबै छुटे कहाँ गए खै यसरी हेरे जस्तो गर्ने होइन अनि फेरि सेम रिपिट हुन्छ सेम गर्ने नाच्न गाउन रोधीमै गइन्थ्यो नि है साथी सङ्गी सबै छुटे कहाँ गए खै अनि त्यसपछि आउँछ साइलीको त्यो बोलीमा अड्किन्थ्यो मन के गर्ने अब यसलाई चाहिँ बसेर गर्दा पनि हुन्छ सक्ने साथीहरूले यसरी साइलीको त्यो बोलीमा अड्किन्थ्यो मन गरेर उठ्दा पनि भयो होइन नसक्ने साथीहरूले उभि उभि साइलीको त्यो बोलीमा अड्किन्थ्यो मन होइन अनि त्यसपछि साइलीको त्यो बोलीमा अड्किन्थ्यो मन अनि त्यसपछि सम्झनामै बिलाइ गए रमाइला ती क्षण रमाइला ती पल के छ त्यही अनुसार के गर्ने सम्झनामै बिलाइ गए रमाइला ती अब खुट्टा यसो गरे नि भयो अथवा रमाइला ती पल क्षण यसरी घुमे पनि भयो है त अनि त्यसपछि छोटो जीवन आउँछ अब त्यसमा के गर्ने भन्दाखेरि अगाडि खुट्टा यसरी फेरि फाल्ने होइन हात चाहिँ छोटो जीवन सँगसँगै हाँसौँला ओके के गर्ने छोटो जीवन सँगसँगै हाँसौँला अनि त्यसपछि नलाऊ पिरिम छोडेर जाने भा के गर्ने नलाऊ पिरिम छोडेर एउटा हातले एउटा हात टाउकोमा राख्ने अर्को हातले यस्तो गर्ने छोडेर अनि जाने भा अब सक्ने साथीहरूले अलिकति 1 2 गर्दा पनि भयो यसरी नलाऊ पिरिम छोडेर जाने भा ओके अनि त्यसपछि यो सेकेन्ड पार्ट पनि सकिन्छ है त अब त्यसपछि हामी
थर्ड पार्टतिर लाग्छौँ। अब थर्ड पार्टको म्युजिक पनि त्यही 16 बिटको छ। अब त्यसमा के गर्छौँ भन्दाखेरि यो 1 2 3 4। अब यसैलाई 16 चोटि गर्दा पनि भयो। सक्ने साथीहरूले यो गरेर 1 2 3 4 5 6 7 8 मा घुम्दा पनि हुन्छ है। के गर्छौँ त फर्स्टमा राइट लेग अगाडि लान्छौँ, लेफ्ट लेग पछाडिबाट उठाउँछौँ अनि त्यो लेगलाई त्यहीँ राख्छौँ। फेरि राइट लेगलाई ब्याक लान्छौँ, लेफ्ट उठाउँछौँ यसरी यसरी 1 2 3 4 गर्छौँ। अब हात चाहिँ साइडमा हामीले जसरी जम्प गरेको थियो त्यही हात हो। अब यता अगाडि र यता पछाडि लाने मात्र हो हातलाई यसरी। यो 16 चोटि यो 16 चोटि गर्दा पनि भयो। 8 चोटि गरेर अर्को स्टेप हाल्दा पनि भयो। यसरी 1 2 3 4 5 6 7 8 गर्ने। त्यसपछि दुईटै खुट्टा दाहिने देब्रे गर्दै 8 मा अगाडि फर्किने है त। यो भयो त्यो 16 बिटको म्युजिक। अब हामी थर्ड पार्टतिर लागिसक्यौँ। त्यसपछि आउँछ पहिले पहिले त। अब के गर्ने पहिले दाहिने हात यस्तो गरेर यता पछाडि फर्केर पहिले देखाउने अनि फेरि यता फर्केर देब्रे हातले देखाउने। के नभए दाहिने हातले देखाए पनि हुन्छ दुईतिर यसरी पहिले पहिले त गर्ने। के गर्ने पहिले पहिले त अनि त्यसपछि माया लाउँ भन्दा पहिले पहिले त माया लाउँ भन्दा खुट्टा क्रस गर्ने अनि घरकाले दिन्थेन रे। घरकाले अब यसो गरे पनि भयो। घरकाले अनि दिन्थेन रे। अब दाहिने खुट्टालाई यसरी कुर्कुचा उठाउँदै उठाउँदै यसो गर्दै गर्दै अनि हात चाहिँ यसो गर्दै गर्दै एक राउन्ड घुम्ने है त। पहिले पहिले त देखि गरौँ एकचोटि। रेडी 1 2 3 4 पहिले पहिले त माया। अब यो हात चाहिँ यसरी तान्ने माया लाउँ भन्दा घरकाले दिन्थेन रे। अब अहिले अहिले त है त। अब अहिले अहिले तमा के गर्ने दाहिने खुट्टा क्रस गर्ने देब्रेतिर लाने देब्रे खुट्टालाई उठाउने हैन यसरी कुर्कुचा उठाउने टोले टेक्ने फेरि त्यही देब्रे खुट्टा क्रस गर्ने दाहिने खुट्टालाई साइडमा लाने अनि अहिले अहिले त जाली छन् सबै। अब जाली छन् सबै दुईचोटि अगाडि जाने दुईचोटि पछाडि आउने। अब यो क्रस गर्न नसक्ने साथीहरूको लागि चाहिँ यहीँ बसी बसी गर्दा पनि हुन्छ। यसरी खुट्टा उठाउँदै उठाउँदै पहिले पहिले त हैन के गर्ने पहिले पहिले त माया लाउँ भन्दा माया माया लाउँ भन्दा घरकाले दिन्थेन रे। अनि त्यसपछि अहिले अहिले त अहिले अहिले त जाली छन् सबै चोखो माया भेटिन्न रे। चोखो माया दाहिने खुट्टालाई भित्र बाहिर गर्ने हात यस्तो यस्तो गर्ने अनि त्यसपछि भेटिन्न रेमा देब्रे खुट्टा भित्र बाहिर गर्ने हैन अनि हात यस्तो यस्तो गर्ने है त। अनि त्यसपछि फेरि आउँछ डोको बुन्ने निगालो। अब निगालो यस्तो गरे पनि भयो यस्तो गरे पनि भयो है त। चोयाले ज्यानै खायो त्यो तिम्रो मोयाले। डबल आउँछ सेम स्टेप गर्ने। त्यहाँ बिचमा मैले यो पहिलो पहिलो त यस्तो गरिछु है। एकचोटि फेरि गरौँ थर्डवाला स्टेप है। पहिले पहिले त देखि रेडी 1 2 3 4 पहिले पहिले त माया लाउँ भन्दा घरकाले दिन्थेन रे। अहिले अहिले त जाली छन् सबै चोखो माया भेटिन्न रे। डोको बुन्ने निगालो चोयाले ज्यानै खायो त्यो तिम्रो मोयाले। ओके अब त्यसपछि
बिचमा फास्ट म्युजिक आउँछ यो लास्टतिरको म्युजिक त्यसमा के गर्ने भन्दा हात यसो यसो गर्ने होइन अनि त्यसपछि दाहिने खुट्टालाई भित्र बाहिर दुईचोटि लाने यसरी देब्रे साइडतिर फेरि देब्रे खुट्टालाई भित्र बाहिर यसरी गर्ने 8 चोटिसम्म 8 काउन्टसम्म म्युजिक आउँछ त्यसमा फास्ट जति सक्नुहुन्छ त्यति गर्ने यसरी 1 2 3 4 5 6 7 8 त्यसपछि आउँछ सम्झना साथी मायाको चिनो अब अलिकति यो देब्रे खुट्टा अलिक फास्टमा चलाउने त्यसपछि दाहिने हात के गर्ने यस्तो यस्तो गर्दै देब्रेतिर लाने सम्झना साथी अब त्यसपछि देब्रेतिरबाट दाहिनेतिर ल्याउने यसरी मायाको चिनो के गर्ने सम्झना साथी मायाको चिनो त्यसपछि रुमाल छ भने रुमाल यसरी निकाल्ने गोजी सोजीबाट त्यसपछि कुसुमे रुमाल ओके रुमाल के गर्ने दाहिने हातले यस्तो गर्ने देब्रे खुट्टा उठाउने दाहिने खुट्टा यसरी राख्ने देब्रे पछाडिबाट उठाउने फेरि दाहिने ब्याक ल्याउने देब्रे अगाडिबाट उठाउने हात चाहिँ 1 2 3 4 रुमाल बोकेर है रुमाल छ भने नत्र डाइरेक्ट हातले यसो यसो गर्न पनि सकिन्छ है त के गर्ने यहाँदेखि गरौँ रेडी 1 2 3 4 1 2 3 4 5 6 7 8 सम्झना साथी मायाको चिनो कुसुमे रुमाल लाइराख साइली अब यस्तो यस्तो फेरि यही माया जस्तो देखाउने होइन अगाडि खुट्टा फाल्ने लाइराख साइली नबिर्से माया यो ज्यानलाई सोचेर है त यसरी जम्प गर्ने यो गर्ने अनि फेरि आउँछ फेरि सम्झना साथी मायाको चिनो कुसुमे रुमाल लाइराख साइली नबिर्से माया यो ज्यानलाई सोचेर अब घुम्दै घुम्दै यो ज्यानलाई सोचेर फेरि यो ज्यानलाई सोचेर अनि त्यहाँ लास्टमा म्युजिक आउँछ लास्टमा चाहिँ हजुरहरूले हातमै रुमाल बोकेर गर्न सक्नुहुन्छ अब यो रुमाललाई यसरी बेरेर पनि राख्न सक्नुहुन्छ है त साथीहरू यो सुरुदेखि लास्टसम्मको स्टेपहरू मैले सिकाएको छु धैर्य गरेर हेरेर सिक्नु होला हस् थ्याङ्क यू